Okay. Page number khazure. 149. 149. 149. Page 149. Volume 1. Volume 1. And did I? Am I? Or Am I? okay. So okay. Did I plus verb? Did I tell you? Did I? How grammar सीखते हो Did I? So did I? Did I? So did I tell you? Where did I keep my umbrella? Did I? So that figure carriers na Nyankin gichedo sunne मान्छेको लागि that grammar arrange गर्नुपर्छ सुन्ने मान्छेको हितमा उसलाई जवाब दिनु सजिलो हुनुको लागि सबै ग्रामर सोध्ने मान्छेले तयारी गरेको हुनुपर्छ अनि सेन्टेन्स बन्न सक्छ अब did I tell you about it? 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 So, grammar मिलाउँदाखेरि सुन्ने मान्छेलाई जवाब दिनु सजिलो हुनुको लागि चाहिँ तपाईले ग्रामर मिलाउनु पर्छ सो तपाईले मलाई दियो you gave it to me नेपाली लेखनस्ला गरे खास प्रयोग लेखनस्ला गरे you gave it to me तिमीले मलाई दियो त्यसों सो जवाब दिने मान्छेले सम चलाउँछ सो त्यसैले गर्दाखेरि did I भन्नुको लागि चाहिँ you must use the auxiliary some why किनभने सुन्ने मान्छेलाई सजिलो हुनुको लागि सबै ग्रामर मिलाउनु पर्छ सोध्ने मान्छेले सो did I भन्नुस्ला गरे did I मैले मालासना मलाई मैले नासा गे नादी माले साथी खले मैले अनि खल्ला बोले तिमीलाई मैले तिमीलाई के राम ला अनि did I tell you tell la khata bole love love that did I tell you tense khare past tense ruwa ani nge kherang la love song nge na sange khare Ask a next question mark. के मैले तिमीलाई भन्यो के
같이 써보래. 나사nye 카야다 캬 딩고 케다 케 라나랑 라 라바라 사나로소 나솜 나사nye nye 케랑 라 랍송nye दे नेपालीला मैले तिमीलाई भन्यो के खाली चाहिँ song लगोरे past tense ले because you have to arrange the sentence in favor of the listener. So because you will be saying you told me Kerang Nala love song. Okay, how do we read this? Nasanye Hayata Kya Dimbo Keda Ke Rana Ram La 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 Sanaruso Nasom Nasanye Nye Kerang La Song Nye. Yes or not? मैले खेराङ लासना तिमीलाई लप्सना भन्नु रे लप्सनेसना भन्यो के के माने के रे मैले भने के भन्दैन त्यसो भन्छ मैले भने कि भन्दैन मैले भने कि के मैले भने के हामी नेपालमा बाहुनको स्कुलमा गएर सिकेर आएको यस्तो मैले के भने भनेको होइन नि यो मैले भने के भनेर सोचेको कि मैले भने कि भनेको त्यो त उयो भइहाल्यो के भनिया मैले भने कि भनेपछि त्यो त मैले भनिसकेँ के भनिया ख्याले अलिक डिफ्रेन्ट मैले भने कि खासमा चाहिँ मैले भने भनेको हो मैले भने भनेको कि चाहिँ भन्दैन के नेपालीमा क्वेसन मार्क भन्छ नि त मुनि छेना रुबा मुनि छेना नेपालीलाई क्वेसन मार्क यो मारे नेपालीलाई क्वेसन मार्क यो मारे गेमीले यो मारे जापानिजले यो मारे फेबाले यो मारे हिन्दीले यो मारे यो मारे क्वेसन मार्क फुकेर पेरे पेरे नेपालीले के रे यो अगाडि के त अगाडि के मैले तिमीलाई के भन्छ हो के मैले तिमीलाई होइन कसैले के पनि भन्दैन मैले भने भन्छ नि त भन्छ खालि चाहिँ लग्योसँग क्वेसन मार्क छ सम्झेर रे मारे बुझा अहिले रे भन्नु क्वेसन मार्क चाहिँ मैले भने भन्छ नि त होइन फर्मल इन्फर्मल वे भयो फर्मल वेमा सोध्दाखेरि चाहिँ के मैले भने यसको बारेमा भन्छ नि त्यस्तो हामी नेपालमा यस्तै भन्ने गर्छौँ नेपाललाई त चावाने लग्यो मानिदेला अब खिचडी मिचडी बात पर्छ अनि did I not tell you about it? Didn't I tell you about it? That positive enough. सोचोके कोडा नेगेटिभले कपला आफ्नै विषयमा सोध्दाखेरि भूतकालमा चाहिँ सम भन्ने बोल्नुपर्छ Didn't I tell you about it? Didn't I tell you about it? Didn't I tell you about it? That's two कोड के चाहिँ ठिक हो रे कसको विषयमा सोध्दैछ आफ्नै विषयमा सोध्दैछ र यहाँ चाहिँ नेगेटिभ आउँदैछ Didn't I tell you? Did I अघि भइसक्यो
अब didn't I tell you about it थंगो खाली छ वर्ष ना नेपाली ला सम्झौतामा पहिला नेपालीमा सोच्नु पर्छ नेपाली ला कन्टेक्स्टमा भने didn't I tell you about it मैले तिमीलाई त्यो विषयमा त्यस विषयमा सोधिन नयाँ स्क्रिन लास्टमा मेरो बस्नुपर्छ नि त त्यहाँ अब नेपाली खाल्दा भन्न थाम्बो मैले खस्ता भने मैले अनि तिमीलाई खस्ता भने खेराङला ने खेराङ लाई करे लाई अनि त्यस विषयमा खस्ता भने एकोर्ला त्यस विषयमा त्यसको बारेमा एकोर्ला कोर्ला भनिन लमा सोंगे ल ते कोर्ला त्यस विषयमा भन्नु ल मा सोंगे ल मा सोंगे ओके खंड लो बोले नासा ने खायता क्या रिंगो केदा के राना रंग ला दा रिंगो दे आ किपु ए सा पता का ना रो रा कोर ला बा ला मा सा ना रो सो मा सोम Masa nye kerangla ekorla la masonge tan नेपाली लेखले मैले तिमीलाई त्यस विषयमा भनेन के Did I tell you about it? Positive sentence. Did I tell you about it? Cancel about it. Ye kerang la te or la songe. Did I tell you about it? Cancel about it. Ye kerang la te or la songe. Ye kerang la te or la songe. Ye kerang la te or la songe. Ye kerang la ekorla love song nge क्या song है बुझ्नु भयो खाली चाहिँ song ल परे past tense रे you are arranging the sentence in favor of the listener because you would be saying song. So you have to use song when you ask about yourself. Did I tell you about it? Cancel ore. Nye keramla ekorla lapsonge. Nye keramla ekorla lapsonge. Nye keramla ekorla lapsonge. Didn't I tell you about it? Nye kerangla ekorla lap masonge. Nye kerangla ekorla lap masonge. Nye kerangla ekorla lap masonge. Tapna pheketi logical language. Very logical language it is. The
इन्जी के होइन यदि यो अङ्ग्रेजीमा बोल्नु पर्यो भने चाहिँ डिड आई से द्याट म तामाङ हुँ भन्ने नेपालीले डिग्री टिक मारे के म तामाङ हुँ भने डिग्री टिक मारे आफू सोच्नु पर्यो सबैजना के म तामाङ हुँ भने अनि खटिसले गरे आफूलाई डाउट भएको छ म तामाङ हो र भन्छ आफैले आफूलाई थाहा हुन्छ नि है होइन let's say you are forgetful, you are absent-minded, and in such case म तामाङ हुँ भने भन्छ मिल्छ grammatically correct or हो right or wrong हो अब यस्तो सिम्पल छ नेपालीमा कम्प्लिसमा पढ्यो म तामाङ हो भने त्यसैले गर्दा घरमा फ्रेन्च नबोला आफ्नै भाषा बोला भन्नेको यही कारण थियो अब how do you okay Loreto how do you translate this into English के म तामाङ हुँ भने Did I say I am Tamil? right or wrong Right. okay किरण खबाची लोडा कदिरे Loreto कुन स्कुल गयो okay how do you say this in English Did I say I am Tamil? right or wrong Question. मिस्ला Misla मैले भने त भन्छ Question. Kalimpong Did I say? किन चाहिँ हामी तामाङ भन्छ के हो त्यो मिसले अब करेक्सन गर्नु पर्यो त्यसलाई Did I say? त्यस्तै छ गर्न कसैले जानेको छैन त्यो लटरपटर सिकाएर स्कुल निस्केको अब इङ्ग्लिसमा चाहिँ डिड आई भनिसकिन्छ आई एम एकदमै मिल्दैन डिड आई से द्याट आई वाज तामाङ तर यो यसमा त्यसमा फेरि मिनिङ छैन अहिले तामाङ होइन भन्नु खोजेको हो कि पहिला त थियो अहिले होइन भन्नु खोजेको कुनै क्लियर छैन तर टिबेटन र नेपालीमा चाहिँ म तामाङ हुँ अहिले हुँ भने भन्नु मिल्छ सो इङ्ग्लिसमा चाहिँ सेन्टेन्स पास्ट टेन्समा सुरु भयो भने पछाडिको वर्ब पनि पास्ट टेन्सै हुनुपर्छ If that person who is asking that should not be a Tamil person. त्यही त कसरी भन्छ आहा अब बुलङ्कर छ तपाईँ बुलङ्कर छ भनेर तपाईँ बुलङ्कर छ अरे अलिकति हिजो अलिकति खाएर के मैले यस्तो भने भनेर यस्तो स्थितिहरू आउँछ नि किन आउँदैन त्यस्तो मान्छे मान्छेले त्यसो भन्दैन जस्तो राईले भन्ने चाहिँ मिल्छ राईले के म तामाङ हुँ भने भनेर राई मान्छे छ र राई मान्छेले चाहिँ भन्दा हो देख्यो म तामाङ हुँ भनेर भने भन्दा त भयो नि त जस्तो चेतनाले भन्दा In English, then we used to write I am Tamil, then teacher used to correct it. इङ्ग्लिसमा नि English, I am Tamil. अगाडिको छ डिड आईमा आयो भने चाहिँ डिड आई से द्याट आई एम तामाङ एकदमै मिल्दैन डिड आई से अनि पछाडिको चाहिँ द्याट आई वाज तामाङ नै भनेको हुनुपर्छ I was. आई वाज किनभने डिड आई सेमा आयो Loreto, do you agree? I agree. Okay. इङ्ग्लिस लजिकल ल्याङ्ग्वेज होइन एकदमै लजिकल त्यसैले गर्दाखेरि टिचर पनि कन्फ्युज भयो स्टुडेन्ट अटोमेटिकली कन्फ्युज हुन्छ अब टिबेटन इज भेरी लजिकल ल्याङ्ग्वेज सो म तामाङ हुँ भने म
तामाङ हुँ भने म खान्छु गरे डिड आई से दैट आई वाज तामाङ ना तामाङ रततता तामाङ अनि हुँ खान्छु गरे हुँ यिन मा तामाङ यिन मा तामाङ यिन डिड आई